राम भगवान मेरो नजरमा मर्यादा पुरुषोत्तम। हजुर। मर्यादा पुरुषोत्तम अब भगवान राम अब नामैमा अब मोक्ष प्राप्त गर्न सक्ने एउटा राम नाम सत्य भन्ने पनि एउटा कहानी छ। हजुर। भगवान राम जो भगवान आफूमा देख्नुहुन्छ राम भगवान? अब हामीले भगवानलाई आफूसित दाच्न त हामीले सकिन्न, तर भगवानले होइन उसको व्यक्तित्व भने मैले आफूमा दाच्न खोजे भने कहाँ भगवानको व्यक्तित्व हामीले दाच्न सकिन्छ र हामी त्यही बाटोमा लाग्ने हो, त्यही अनुसार हामी अगाडि बढ्ने कोसिस गर्ने हो। तर रामनवमी हिन्दूहरूको पवित्र पर्व हो जुन भगवान रामको जन्मदिनको रूपमा मनाइन्छ। नमस्कार, म रञ्जित राणा। आज हामी यसै प्रसङ्गमा कुरा गर्नेछौँ। त्यसै क्रममा काउसुती 6 मा अवस्थित श्री राम मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष अझ भनौँ युवा अध्यक्ष श्री मणि न्युपाने आज मसँग हुनुहुन्छ। आज म उहाँलाई यसै बारेमा कुरा गर्नेछु। स्वागत छ। धन्यवाद रञ्जित सर। विशेष गरी आउँदै गरेको रामनवमीको तयारी तपाईँहरू कस्तो छ त? हाम्रो तर्फबाट अहिले हामीले लगभग पहिलाको रामनवमी भन्दा अलि फरक तयारी गरेका छौँ। पहिला रामनवमीमा विशेष रामको पूजा अथवा संक्षिप्त दुर्गा थापना भएर मात्रै पूजा हुन्थ्यो भने अहिले हामी समिति भइसकेपछि भनौँ न, हामी समिति भइसकेपछि विशेष गरी चाहिँ रामनवमीमा केही नसके पनि जति दिन सकिन्छ अथवा जसरी सकिन्छ भन्ने तरिकाले रामनवमीमा रामकथा अथवा भजन कीर्तन हो त्यसरी अगाडि बढ्ने भनेर समितिहरूको चाहिँ हाम्रो तयारी थियो। पोहोर जसरी सकिन्छ त्यसरी गरौँ भनेर गऱ्यौँ, ठिकै गऱ्यौँ। योभन्दा अलिकै फरक सानो त थियो, तर त्यो कार्यक्रम एकदम राम्रो भयो। पहिलाको भन्दा चाहिँ गएको वर्षभन्दा चाहिँ अहिले केही फरक छ। अहिले गएको वर्षभन्दा अहिले धेरै कुरामा फरक छ। अहिले मन्दिरमा अब पहिला हामी वास्तवमा भन्नुपर्दा हामीलाई ठाउँले पनि अलि साथ नदिएकै थियो, अनि त्यसपछि प्रचार प्रसारमा पनि अलि कमी कमजोरीहरू पनि देखिएको थियो भने अहिले एकदम हामी प्रचार प्रसारमा पनि त्यत्तिकै जुटिरहेका छौँ र हाम्रो भित्रको म्यानेजमेन्ट पनि त्यही अनुसार भइरहेको छ। अहिले चाहिँ पहिलाको भन्दा अझै भव्य अझै राम्रो गर्न सकिन्छ कि भन्ने आशसहित हामी अगाडि बढेको हो। हाम्रो यस कथा ठिक छ भनेपछि यस रामनवमीको तयारी एकदम भव्य चलिरहेको विष्णुहरुमा एकदम राम्रो छ। यसको लागि तपाईहरुलाई शुभकामना। अनि तपाईलाई एउटा कुरा सोध्न चाहे मैले, तपाईको नजरमा राम भगवान कस्तो व्यक्ति हो? राम भगवान मेरो नजरमा मर्यादा पुरुषोत्तम। हजुर। मर्यादा पुरुषोत्तम अब भगवान राम अब नामैमा अब मोक्ष प्राप्त गर्न सक्ने एउटा राम नाम सत्य भन्ने पनि एउटा कहानी छ। हजुर। भगवान राम जो भगवान आफूमा देख्नुहुन्छ राम भगवान? अब हामीले भगवानलाई आफूसित दाच्न त हामीले सकिन्न, तर भगवानले होइन उसको व्यक्तित्व भने मैले आफूमा दाच्न खोजे भने कहाँ भगवानको व्यक्तित्व हामीले दाच्न सकिन्छ र हामी त्यही बाटोमा लाग्ने हो, त्यही अनुसार हामी अगाडि बढ्ने कोसिस गर्ने हो। तर भगवानले मलाई के लाग्छ भने नि मणिजी, अहिलेको जमानामा राम कम रावण बढी भयो जस्तो लाग्छ कि एकदम। र त्यही भएर अहिलेको समयमा के हामी राम जस्तो बन्न सक्छौँ, राम जस्तो जिउन सक्छौँ? अब यस्तो छ, अहिलेको जमाना समय अथवा स्थिति अनुसार चाहिँ अहिलेको जमाना अनुसार त गाह्रै हो। किन भन्दा कलियुगमा भनेको भ्रष्ट मात्रै हुने, शास्त्र वचन अनुसार चाहिँ कलियुगमा भनेको भ्रष्ट मात्रै छ। यसमा कस्तो छ भन्दा राम बन्न मान्छे राम बन्न खोज्ने मात्रै हो, राम बन्न कोही पनि सक्दैन। अब कलियुगमा चाहिँ देखाइ एउटा अनि त्यसपछि भोगाइ एउटा गराइ एउटा छुट्टा छुट्टै हुन्छ। अहिले कलियुगमा त राम बन्न त लगभग गाह्रै छ भनेपछि गाह्रै छ है। गाह्रै छ भनेपछि अहिले कलियुग धर्मलाई अँगालेर अथवा धर्मको बाटो लिएर अगाडि बढ्यौँ भने चाहिँ अरूभन्दा हामी केही फरक बन्न चाहिँ सकौँला, तर रामै भन्न त एकदम गाह्रो छ। होइन, राम भन्दा नि उसको व्यक्तित्व एउटा लिन चाहिँ सकियो, त्यो तरिकाले हिँड्न चाहिँ त्यसबाट बुझ्न चाहिँ सकियो, बाटो समात्न सकियो, तर गन्तव्यमा पुग्छु भन्न अलि गाह्रै। रामको व्यक्तित्व लिँदै गर्दाखेरि हामीलाई हनुमानजीको पनि अभाव कतै देखिन्छ कि कस्तो हुन्छ? एकदम हनुमान बिना त राम अहिले जुन अवस्थामा हामीले राम भनिन्छ त्यो रामलाई राम बनाउन हनुमानको एकदम ठुलो योगदान छ। हजुर। अब हनुमान बिना रामले अब रावणको वध गर्न पनि सक्थेनन् अथवा लङ्का जलाउन पनि सक्थेनन् भने अब अहिलेको स्थिति अहिलेको अवस्था अनुसार चाहिँ हामीलाई एउटा सारथी भनौँ अथवा एउटा साथी लिएर अगाडि बढ्न सक्यो भने चाहिँ एकदम ठिक छ। यो मलाई त खासै यो बारेमा खासै अलि त्यति धेरै आइडिया पनि छैन। तपाईँ त आफैमा पनि एउटा अब पण्डित मान्छे पनि हो, एउटा भर्खरको एउटा युवा हुनुहुन्छ होइन। मलाई यस बारेमा थोरै बताइदिनु न। जस्तो कि राम, हनुमान र सीता माता जुन हुनुहुन्थ्यो, तीनजनाको केमिस्ट्रीबाट थोरै उहाँहरूको बारेमा थोरै बताइदिनुहोस् न। अब रामको नजरमा हनुमानलाई कसरी हेर्नुहुन्छ? हजुर। अब रामलाई कसरी हेर्नुहुन्छ? सीता प्लस लक्ष्मणलाई पनि। अब भगवान राम भनेको एउटा मर्यादा पुरुषोत्तम, मैले अगाडि पनि भनिसकेको थिएँ भने अब त्यागी पनि भन्नुपर्छ। किन भन्दा उहाँले अब आफ्नो माता
कैकेयी भनौँ, कैकेयीले चाहिँ उहाँमा छल गरेर उहाँलाई चाहिँ वनवास पठाउँदा आफूले त्यत्रो राज्य चलाइरहेको, राज्यारोहण गरिरहेको त्यो राज्य छोडेर सबै कुरा छोडेर एउटा पादुका मात्रै लाएर अब वन प्रस्थान गर्न लाग्नुभयो। वनवास 14 वर्ष वनवास जानुभयो। अब सबै भएको कुरा जति आफूसँग भएको सर्वस्व छोडेर वनवास गएका रामलाई त अब रामबाट हामीले सिक्ने भनेको त्यहाँभन्दा के नै छ र, त्यागी पुरुष भनेर जान्न सकियो रामलाई। अनि त्यसपछि सीता भनेको फेरि पतिव्रता नारी। सीतालाई चाहिँ वास्तवमा पतिव्रता नारी भन्नु पर्यो। अब आफ्नो पति जुन अवस्थामा जुन स्थितिले चल्नुहुन्छ त्यही अनुसारै आफू त्यही अवस्था अनुसारै बसेर चल्न सक्ने नारी भनेर त्यसरी चिन्न पर्यो। भने लक्ष्मण भनेको लक्ष्मण जस्तो भाइ भए हुन्थ्यो सबैलाई भन्ने एउटा अलि नेपालीमा भजन पनि छ। अब हामीले रामनवमीको दिनहरूमा पनि गाइन्छ। अब एउटा यस्तो भाइ, अब आफू राज्यमै थिए, आफू राज्यमा बस्न पनि पाउँथे, तर दाइ भनेपछि दाइ हिँडेको बाटोमा हामीले हिँड्नुपर्छ अथवा दाइलाई हामीले छोड्न हुन्न भन्ने हिसाबले अब दाइको पछि लाएर उहाँ पनि 14 वर्ष वनवासै बस्नुभयो। हनुमान भन्ने बित्तिकै हनुमान सेवक भनेर एउटा हिसाबले, हुन त हनुमान भगवान शिवजीको अवतार हो, शिवजीको रुद्र रूपै हो। भगवान हनुमानलाई पनि रुद्र रूप भनिन्छ। तर वास्तवमा अब रामको जीवनी अनुसार अथवा रामको त्यो उस अनुसार बुझ्ने भने चाहिँ अब भगवान रामको सेवक भनेर भन्नु पर्यो। जस्तो हनुमानको नाम आउँदै गर्दा अचल राजनीतिक क्षेत्रमा पनि अब कति त्यो झोले हनुमान भन्ने कुराहरू शब्दहरू आइरहन्छ क्या। हजुर होइन, यो हनुमान भन्दै गर्दाखेरि त्यसलाई त एकदम नेगेटिभ तरिकाले हेरिन्छ होइन। यो कतै रामको पनि हनुमान भन्दै गर्दाखेरि र यो अहिलेकोमा आउँदै गर्दा यो हनुमान भन्ने शब्दै नराम्रो हो कि के हो? होइन नि, यस्तो छ नि सर, मान्छेले अब हनुमान किन भने भन्दा राजनीतिमा राजनीतिक हिसाबले किन हनुमान हनुमानै भइस भन्ने कुरा हुन्छ नि त। हनुमान भनेको रामले हनुमान भन्यो भने हनुमान जहाँ भए पनि राम चाहिँ पुग्ने जो रामको अहोरात्र सेवक भनौँ न। रामको लागि अब आफ्नो हरेक कुराहरू छोडेर 24 घण्टा रामसित मात्रै हुने भएर अहिलेका झोलेहरू राजनीतिक हिसाबले अहिलेका झोलेहरू भनेका पनि 24 घण्टा नेताको पछाडि हिँड्ने, त्यही गुलामी गरिरहने भएको भएर हनुमान भन्ने एउटा नामको बदनाम गरिएको हो। तर हनुमानलाई यसरी लिन चाहिँ हुँदैन, यसरी लिन चाहिँ हुँदैन होइन। यो अहिले झोले प्रवृत्ति भएर मात्रै हो यो झोले प्रवृत्तिले त्यो बनाएको। किन भन्दा रामको सेवक थिए उनी, अहोरात्र रामकै सेवामा खटिरहन्थे। त्यसले गर्दा अब अहिलेका राजनीतिक हिसाबले हेर्ने भने अब अहिलेका नेताका पछाडि पनि 24 घण्टा झोला बोकेर अगाडि पछाडि गर्ने झोलेहरू छन्। हो, त्यही झोलेहरूलाई देखेर चाहिँ हनुमानको चाहिँ एउटा उदाहरण दिए जस्तो। यो रामनवमीको थोरै महत्त्वबारे थोरै बताइदिनुहोस् न। यस्तो छ, अब हाम्रो हिन्दू धर्म अनुसार चाहिँ सबैभन्दा ठुलो पर्व भनेको 4वटा पर्व छ। हजुर, एउटा भगवान कृष्ण जन्मेको दिन कृष्ण जन्माष्टमी, हजुर, एउटा नवरात्र अब जुन हामीले दसैँ भनेर अब विशेष दसैँ बडा दसैँ भनेर मनाइन्छ त्यो नवरात्र, अनि एउटा चाहिँ भगवान शिवजीको शिवरात्रि र रामनवमी। यो 4वटा एउटा हाम्रो 4वटा चाहिँ महत्त्वपूर्ण दिनहरू भनौँ न हाम्रो वर्षमा हामी महत्त्वपूर्ण दिनहरू छ। विशेष त अब राम नवमी भनेको विशेष राम भगवानको जन्म उत्सवै हो एउटा हिसाबले भन्दा। अब आज हामीले आजको दिनमा हामीले कुनै पनि आजको रामनवमीको दिनमा कुनै पनि अब हामीले व्रत पूजापाठ पूजा अर्चना केही पनि कामना गरेर हामीले त्यो पूजा अर्चना गरिन्छ भने त्यो एकदम पूर्ण रूपमा सफलता प्राप्त हुन्छ, त्यसबाट सफलता पाउन सकिन्छ। भने विशेष रामनवमी त भगवान रामकै उत्सवको रूपमा जन्म उत्सवको रूपमा लिन्छ। किन जन्म उत्सवको रूपमा रामको यो रामनवमी लिन्छ भन्दा भगवान अब दशरथ राजा हुनुहुन्थ्यो, राजाको 3वटा श्रीमती हुनुहुन्थ्यो। 3वटा श्रीमती हुनुहुन्थ्यो। अब बिहा गरेको अब धेरै वर्ष भयो, कुनै पनि सन्तान भएनन् उहाँले चाहिँ पुत्र प्राप्तिको लागि उहाँले एउटा यज्ञ गर्नुभयो। यो यज्ञबाट अब धेरै महिनासम्म चल्ने एउटा यज्ञ गरिसकेपछि त्यो यज्ञबाट चाहिँ खीर उत्पन्न भयो। त्यो खीर उत्पन्न भइसकेपछि त्यो खीर लिएर राजाले लगेर चाहिँ आफ्नो रानीहरूलाई खुवाउनु भयो त्यो खीर। अनि त्यो खीर खुवाइसकेपछि चाहिँ अनि रानीहरू गर्भिणी भएर बल्ल कौशल्याबाट राम जन्मिनु भयो। कौशल्याबाट भगवान रामको जन्म भएको थियो भने कैकेयीबाट भरतको जन्म भयो। अनि त्यसपछि सुमित्राबाट चाहिँ लक्ष्मण र शत्रुघ्नको जन्म भयो। 3टा आमाबाट 4वटा दाजुभाइको जन्म भइसकेपछि विशेष चाहिँ राम नवमी तिथिमा राम भगवानको जन्म हुँदाखेरि विशेष चाहिँ रामनवमीलाई नवमी तिथिमा नवमी तिथिमा भगवान रामको जन्म भएको हुँदा यो रामनवमीलाई विशेष रामकै जन्म उत्सवको रूपमा हामीले नवमी तिथिमा भएको भएर रामकै जन्मको त्यसमा गरिएको है। ठिक छ। त्यस्तै अनि यो राम र जुन सीताको सम्बन्ध छ होइन, यो अहिलेको यो वर्तमानमा भयो यो जति पनि राम र सीता छन्, अब यी राम र सीताले चाहिँ के अरे उ बेलाको रावणको राम र सीताबाट हामीले के सिक्न सक्छौँ?
अब अहिलेको जमानामा त राम र सीता भन्दा पनि राम सीता एउटा अनि त्यसपछि साइडमा रावण पनि हुने एउटा परम्परा अहिलेको चलन मैले छ। अघि नै सुरुमै भनिसकेँ नि त त्यो राम अदाल जमाना राम कम रावण बढी छन्। हो रावण बढी छन्। पहिलाको यस्तो छ, पहिलाको अब त्यो बेलामा भनौँ न द्वापर युगमा चाहिँ अब सत्य त्रेता युगमा चाहिँ भगवान रामलाई चाहिँ रामको पत्नी सीतालाई चाहिँ रावणले हरण गरेर लग्थ्यो भने अहिलेका रावणलाई चाहिँ सीताले हरण गर्छन् कि कसरी भन्दाखेरि अब अहिले राम सीता भन्नु बुढाबुढी एउटा दुईटा आफूहरूमा छन् भने अब त्यसपछि पहिला रावणले सीतालाई हरण गर्यो भने अहिले चाहिँ सीताले चाहिँ रावण राख्ने चलन चाहिँ त्यो चाहिँ व्यापक रूपमा छ। अब पहिलाको राम सीताको सम्बन्धको हिसाबले त अहिले त खासै त्यस्तो देख्न सकिँदैन। पहिला त्यो बेलाको राम सीता जस्तो देख्न सकिँदैन, देख्न सकिँदैन, गाह्रै छ होइन? गाह्रो छ, एकदम गाह्रै छ। तपाईँको लागि पनि गाह्रो हो? सबैको लागि गाह्रो। यस्तो छ मेरो लागि, म पनि एउटा नर्मल मान्छे चाहिँ हो भन्नु पर्यो, मलाई पनि गाह्रै छ। तपाईँले आफ्नो लाइफमा कोही सीता छ? त्यस्तो छैन अहिलेसम्म, त्यस्तो केही अनुभव भएको छैन। त्यस्तो अनुभव भएन? त्यस्तो छैन, अनुभव चाँडै गर्नु पर्यो नि। होइन अब बेला बिस्तारै बेला अनुसार चाहिँ अब कसरी हुन्छ गरम लाग्छ गर्नै पर्यो। यो रामनवमी छ होइन, यो हरेक वर्ष तपाईँहरूले अब यहाँ राम मन्दिरमा गर्दै राख्नुहुन्छ एकदम। तपाईँ अब अहिले यो अध्यक्ष पनि हुनुहुन्छ यहाँ, एउटा युवा अध्यक्ष हुनुहुन्छ होइन? अब उबिलामा जसरी अब हिजोको दिनमा अरू अध्यक्षहरूले जसरी कसरी गर्नुहुन्थ्यो र अहिले तपाईँले कसरी अब सञ्चालन गरिराख्नु भएको छ होइन, यो सञ्चालनबारे थोरै यसो बताइदिनुहोस् न। कसरी यो मन्दिरको खर्चहरू व्यवस्थापन भइरहेछ, के छ कसो छ, थोरै हामी अब यता मन्दिरतिर लागौँ, यसको बारेमा थोरै बताइदिनुहोस् न। यस्तो छ अब रामनवमी विशेष अब पहिलाको समितिहरूले त अब कसरी गर्नुभयो भन्दा पनि पहिलाको समिति हाम्रो चाहिँ हामी समिति हुनुभन्दा पहिला यहाँ के थियो भन्दा विशेष चाहिँ बडा दसैँमा चाहिँ यहाँ कार्यक्रमहरू गर्ने चलन थियो। यहाँ त्यही दुर्गा थापना गरेर दुर्गा पूजा गर्ने चलन थियो। रामनवमीको दिन त्यस्तो खासै केही थाहा पाइएन भनौँ न, पाइएन भनौँ। अब पहिला चाहिँ त्यही दसैँमा मात्रै विशेष गरिन्थ्यो र छोडिन्थ्यो। हजुर। अनि हामीले फेरि के सोच्यौँ भन्दा अब हामी समिति भइसकेपछि के सोच्यौँ भन्दा अब दसैँमा त हरेक मन्दिरमा हुन्छ अनि त्यसपछि मान्छेको आवत जावत बढाउन पनि गाह्रो हुन्छ कि, किन भन्दा लगभग दसैँमा त घरै पछि देवीको थापना गर्ने चलन पनि छ अथवा मन्दिरै पछि थापना हुन्छ, सबै भजन कीर्तनहरूमा सबै जुट्नुहुन्छ गर्दा हाम्रो मन्दिर कतै अलि ओझलमा पर्ने हो कि अलि हामीले जति खर्च गरिन्छ अथवा जति तयारी गरिन्छ त्यो अनुसारको राम्रो अथवा रमाइलो नहुने हो कि भन्ने सोचेर चाहिँ हामीले अब राम मन्दिर पनि हो एउटा कुरो। अनि त्यसपछि अब विशेष पर्व रामनवमीको पर्व नै छ हामीसित त भनिसकेपछि अब यसलाई दसैँमा अब पहिला जसरी चलाउनु भएको थियो त्यसलाई यथावतै राखेर विशेष चाहिँ रामनवमीलाई चाहिँ भव्य गर्ने भन्ने तरिकाले चाहिँ हामीले लगभग 2-3 वर्ष भइसक्यो रामनवमी चाहिँ अब रामकथा भजन कीर्तन भव्य झाँकीसहित सबै कुराहरूबाट चाहिँ व्यवस्थापन मिलाएर अगाडि बढाइरहेको छ। ठिकै छ। अब तपाईँलाई मैले एउटा रमाइलो एउटा क्वेसन सोध्छु, यसको एउटा रमाइलो तरिकाले भन्दा नि कसरी दिनु होला। जस्तो कि अहिलेको जमानामा भगवान राम सोसियल मिडियामा हुनुहुन्थ्यो भने उहाँले के पोस्ट गर्नुहुन्थ्यो होला, के स्ट्याटस लेख्नुहुन्थ्यो होला, के छ तपाईँ? भगवान रामले अहिले सोसियल मिडियामा त भगवान रामले त के लेख्नु होला र? त्यही पनि एउटा हुन्छ नि त सत्यको एउटा, उहाँ त एउटा सत्य होइन, अब एउटा भनौँ सत्यको पछिको मान्छे हो, त्यो हिसाबले भगवान रामले अब रावणले मेरो बुढी लयो भन्न पनि मिलेन होइन, मिलेन, त्यो पनि लेख्न मिलेन। सायद अब यस्तो छ, सायद अब यो जमानामा राम हुनुहुन्थ्यो भने वास्तवमा भन्यो भने सोसियल मिडियामा खासै हुनुहुन्थेन होला। जस्तो यहाँ यो राम मन्दिरमा यो राम मन्दिरमा रामनवमीमा अब के पूजा हुन्छ त्यो बारेमा थोरै बताइदिनुहोस् न। अब रामनवमीमा चाहिँ विशेष भगवान रामकै पूजा हुन्छ। अब रामको पूजा गरिन्छ हामीले विशेष। अनि त्यसपछि अहिले दुर्गा पनि नवदुर्गा पनि चलिरहेको छ, नवदुर्गा देवीको पनि पूजा हुन्छ। अनि साम सदा शिवजीको पनि पूजा गरिन्छ, भगवान हनुमानको पूजा गरिन्छ, सम्पूर्ण देवी देवताहरूको लगभग सबै देवी देवताहरूको पूजा हुन्छ। एउटा त्यो पाठ थियो के पाठ थियो त्यो तपाईँले पढ्ने पाठ थियो हिजोतिर कुरा भइरहेको थियो? मैले चाहिँ चण्डी पाठ। चण्डी पाठ हो, त चण्डी पाठको बारेमा थोरै बताइदिनु। चण्डी पाठ त यस्तो हो, देवीको महिमा हो। देवीको अब महाकाली, महालक्ष्मी, महासरस्वती जुन हाम्रो अब माता अथवा देवी दुर्गा देवीहरू हो, देवीकै पाठ हो, देवी सम्बन्धी नै हो। म थोरै तपाईँको पर्सनलतिरै आएँ। तपाईँले यो संस्कृत यो पढ्नु कुन लेभलसम्म पढ्नु भयो, यो थोरै यसो बताइदिनुहोस् त थोरै। यस्तो छ, कक्षाको हिसाबले त म अहिले आचार्य गर्दैछु दाङबाट। अब ज्योतिष विषयमा अहिले आचार्य पढ्दैछु दाङबाट। मेरो भर्खरै गत वर्ष चाहिँ शास्त्री सकिएर अहिले आचार्य दाङबाट गर्दैछु। अहिले गर्दै हुनुहुन्छ एकदम। अनि अहिले घरतिरै हुनुहुन्छ फेरि? म अहिले घरतिरै। हाम्रो चाहिँ के भइरहेछ भन्दा विशेष गरी अब 12 क्लाससम्म हामी उतै बसेर पढ्यो, त्यसपछि चाहिँ घरै बस्ने, इक्जाम दिन जाने, त्यसरी म्यानेज गरिएको छ। नत्र घरै बस्ने, यतै गाउँघरतिर पूजापाठ यताबाटै त्यसरी। हजुर।
दैनिक जीवन चलिरहेको छु भन्नु पर्यो। ठिक छ, म तपाईँहरूलाई एउटा सोधेँ है, त्याग र कर्तव्य बिचमा के ठुलो होला तपाईँको विचारमा? दुइटै एउटै हो जस्तो लाग्छ। एउटै हो? एउटै हो। त्यसो भए राम र सीताको सम्बन्धबाट के सिक्न सकिन्छ हामीले? जीवनमा सबैभन्दा ठुलो धर्म के हो तपाईँको विचारमा? र थोरै यसलाई व्याख्या पनि गरिदिनुहोस्। जीवनमा सबैभन्दा ठुलो धर्म भनेको त कर्म नै हो। एउटा कर्म कस्तो भन्दा अब हामी कुनै पनि स्कुलमा जाँदाखेरि अब 10 बजेदेखि 4 बजेसम्म स्कुलमा ड्रेसअपमा टाई यताउता बेल्ट जुत्ता मुजा भन्ने हुन्छ। त्यो धर्मले चाहिँ हामीलाई जीवन कसरी जिउने, हामी जीवनमा कसरी चल्नुपर्छ अथवा जीवन कसरी चलाउने अथवा जीवन हाम्रो कसरी खुसी अथवा सुखी हुन्छ भन्ने कुरा चाहिँ, अनि त्यसपछि हामीलाई चाहिँ यो धर्मले चाहिँ एउटा ट्र्याक दिन्छ, हजुर, बाटो दिन्छ। हामीले चाहिँ विशेष धर्मको हिसाबले चाहिँ जीवन चलाउँछ। ल ठिक छ, अब तपाईँसँग हाम्रो एउटा रमाइलो सेगमेन्ट छ एकदम। यो चाहिँ के भन्दा एक शब्दमा तपाईँले व्याख्या गर्नुपर्ने हुन्छ एकदम है। म तपाईँलाई केही सोध्छु, तपाईँले एक शब्दमा व्याख्या दिनुहुन्छ भने दिनु है त? एकदम। राम भगवान, सीता पतिव्रता नारी, लक्ष्मण विश्वास, अनि हनुमान सेवक, अयोध्या राम हुन्छ र? एकदम रामको जन्मस्थान अथवा रामको जन्मस्थान भएर अयोध्या भन्ने बित्तिकै सबैभन्दा पहिला अब मनमा आउने अथवा सोचिने कुरा ठिक छ, व्याख्या हाम्रो यसमा व्याख्या गर्न पाइँदैन, धेरै व्याख्या नगर। राम अयोध्यामा राम। धर्म कर्म नियम, परिवार जिन्दगी। एकदम। जिन्दगी एउटा कुरा सोधे, जिन्दगी कसरी जिउनु भएको? मेरो त अहिले नर्मल त्यस्तो केही छैन, अब यही पूजापाठै भनौँ, संस्कृतलाई नै भयो कि पूजापाठमा हिँड्ने, यो त मन्दिरतिर छु, मन्दिरको समाजसेवा। ठिक छ, अगाडि बढ्दै। ठिक छ। माया गर्नु भएसम्म? माया त्यस्तो अब माया गरियो, माया नगरेको त होइन, माया गर्न गरियो, तर माया भन्ने बित्तिकै अब गर्लफ्रेन्ड बोयफ्रेन्ड अथवा लभै भन्ने हुँदैन। माया जसलाई पनि गर्न सकियो, माया एकदम गरियो। ठिक छ, एक शब्दमा व्याख्या गर्नु पर्यो। माया आमा एकदम। मणि न्युपाने सामान्य व्यक्ति। अनि रञ्जित राणा कन्टेन्ट क्रिएटर। ल अन्तमा एउटा एक्स्ट्रा पनि सोधेँ तपाईँलाई, रावण राक्षस एकदम। ठिक छ। रावण कस्तो राक्षस भन्दा रावण जति विद्वान त सायद राम पनि हुनुहुन्थेन होला। हजुर। रावण चाहिँ अब हरेक कुराबाट सिद्ध पुरुषै भन्नुपर्छ रावणलाई पनि। तर रावण चाहिँ किन मारियो अथवा किन रावणको वध भयो भन्दा अहङ्कारले जित्यो त्यसलाई। हजुर। त्यसलाई अहङ्कारले गर्दा चाहिँ रावणको वध भएको। तर रावणलाई राक्षसै भन्न पनि मिल्दैन, त्यसको व्यवहार अथवा मैले देखेको इन्डियाको कुनै भागमा तपाईँको यो रावणको पूजा पनि गरिन्छ क्या? गरिन्छ होइन, रावणको त्यो राम्रो पक्षको पूजा पनि गरिँदो रहेछ, भगवानै मानिँदो रहेछ कि? एकदम। रावणको त कहानी त खतरा छ नि त रावणको कहानी त। रावण वास्तवमा रावण भनेको ब्राह्मण, राम अब क्षत्रिय कुलको हुनुहुन्थ्यो भने राम, अब रावण ब्राह्मणै हो। रावणलाई चाहिँ वेदको ज्ञान छ, रावणलाई हरेक प्रकारको ज्ञान छ। त्यसलाई केले जित्यो त भन्दा अहङ्कारले जित्यो कि? अहङ्कारले जित्यो। त्यो अहङ्कारले गर्दा नै सायद रावण मारिएको। रावणको नराम्रो पक्ष भन्दा धेरै राम्रो पक्ष पनि छ, नभएको होइन, तर चाहिँ नराम्रो त्यो अहङ्कारले गर्दा चाहिँ रावण मारिएको। हस्, ठिक छ। र अन्त्यमा के सोध्न चाहन्छु भने, जस्तै तपाईँ अब अहिले युवा हुनुहुन्छ, एउटा युवा पण्डित हुनुहुन्छ, यति आस्था धर्ममा यति आस्था राख्नु, यति ज्ञान छ, तपाईँ जस्तै तपाईँका साथीहरू, तपाईँको लेभलका तपाईँ जस्तै युवाहरूलाई के भन्न चाहनुहुन्छ? यस्तो धर्मको बाटोमा लागेको एकदम राम्रो हो। धर्ममा बस्यो भने चाहिँ हामी कर्ममा चाहिँ एक त भइन्छ। अब यस्तो छ नि त, अहिलेको जमाना अझ तपाईँको सोसियल मिडियाको छ, 24 घण्टा हातमा मोबाइल लिएर बसिरहेको हुन्छन् होइन, पब्जी फ्री फायर भन्ने खेलिरहेको हुन्छन्। त्यस्ता युवाहरूलाई चाहिँ तपाईँ के भन्नुहुन्छ? ठिक छ, यस्तो छ, सबै कुरा उमेरले पनि फरक पार्दो रहेछ। अब कर्मतिर र धर्मतिर उमेर त तपाईँको पनि त्यही हुन्छ होइन? हो, उनीहरूलाई चाहिँ होइन हो। अब हामी चाहिँ बाटै अलि अलग बाटोले गर्दाखेरि चाहिँ हामी चाहिँ अरूभन्दा थोरै अलग त भएको हो। नत्र भने चाहिँ अहिलेको त उमेरले पनि केही फरक पार्दो रहेछ। मान्छेको अलि बुद्धि पस्ने भनेकै 28-30 वर्ष भइसकेपछि चाहिँ मान्छे चाहिँ एउटा ट्र्याक समातेर त्यो हिसाबले अगाडि बढ्ने। सकेसम्म चाहिँ यो सोसियल मिडिया भन्दा पनि आफ्नो धर्म अथवा आफ्नो कर्म अथवा आफ्नो कामलाई लिएर अगाडि बढ्न सकियो भने चाहिँ जीवनमा प्रगति। त्यो आफ्नो धर्म छोड्न भएन, धर्म छोड्न भएन, धर्ममा लाग्न पर्यो, आफ्नो यस्तो भए पनि। वास्तवमा धर्म चाहिँ हामीले छोड्न हुन्न, धर्म छोड्न हुँदैन। सबै धर्म ठिक छ, आफ्नो ठाउँमा छ, राम्रै छ, सबै धर्म राम्रै छ। हामी पनि हाम्रो धर्ममा चाहिँ अडिक भएर बस्नुपर्छ। अन्त्यमा केही भन्न चाहनुहुन्छ? के छ अन्त्यमा? सबैजना
श्रीराम मन्दिरको प्राङ्गणमा तपाईँ हामीलाई हेर्दै गर्ने सम्पूर्णलाई हामीलाई हेर्दै गर्ने क्यामेरामा हेरेर भनिदिनुहोस् ल। सम्पूर्ण नमस्कार। फेरि पनि यस श्रीराम मन्दिरको प्राङ्गणमा चैत्र महिनाको 9 गतेदेखि 14 गतेसम्म विशेष रामनवमीको पावन अवसरमा रामकथा एवं भजन कीर्तन, भव्य भजन कीर्तन आयोजना भइरहेको छ। सम्पूर्ण यो भिडियो हेर्ने आमा दाजुभाइ तथा दिदीबहिनीहरू यस श्रीराम मन्दिरको प्राङ्गणमा आएर यो कार्यक्रमलाई अझै हर्ष उत्साह सहित पूर्ण गरिदिन सहयोग गर्नु होला भन्न चाहन्छु। हस् त, तपाईँ पनि आफ्नो छोटो समय हामीलाई उपलब्ध गराउनु भयो, तपाईँलाई धेरै धन्यवाद। एकदम हजुरलाई पनि धेरै धेरै धन्यवाद छ, बोलाएर बोल्ने मौका दिनुभयो। एकदम हवस्। धेरै धन्यवाद।